ल हेलो 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 नमस्ते आज हाम्रो दर्शक दाजुभाइको साथीहरु। चाहिँ भेट भइसक्यो आज। ल दाजुभाइको हाम्रो कति 2 वर्ष 1 वर्षपछि पोहोर पनि हामी यही फुल फुलेको ठाउँमा भेट भएको थियौँ। फुलले नै हामीले तानेर ल्यायो फेरि दाजुभाइलाई। म चाहिँ तपाईँहरूलाई प्रशासनको होइन यो प्रशासनको दृश्य चाहिँ म देखाउन लागिरहेको छु। ल यो चाहिँ यस्तो छ, आज अलिकति समय चाहिँ एकदमै साथ नदिएको अवस्था छ होइन। त्यही भएर आज चाहिँ भाइसँग भेट भइसकेको छ। भाइ जाँदैछ फुलको चाहिँ स्पर्श लिनलाई नजिक जाँदैछ। अनि यो चाहिँ यस्तो राम्रो छ क्या फुल फुलेको छ। हामी चाहिँ चट्टसँगले घुम्यो, खाजा खाइयो अनि चाहिँ हामी घुम्न निस्क्यो। तर आज अलिक चिसो छ कि, हुन त यो गर्मी समय भइसक्यो, त्यही पनि चाहिँ अलिक चिसो छ आज। अलिक समय चाहिँ अलिक एकदम नराम्रो भएको कारणले छ। तर यो एकदम राम्रो ठाउँ छ, हेर्नुहोस्। यो चाहिँ खनसनको चाहिँ ओसासन भन्ने ठाउँ पर्छ। यो चाहिँ यहाँदेखि माथि चाहिँ पहाड एरिया पर्छ। हाइकिङ गर्नको लागि चाहिँ हामी यहाँ माथि जानुपर्छ। अनि हामी हाइकिङ पनि गएको छौँ क्या माथि। यहाँ माथि बाइक लिएर माथि छ गुम्बा छ, त्यहाँनिरसम्म हामी गएको छौँ। हाम्रो एकदम राम्रो ठाउँ छ। यस्तो राम्रो फुल फुलेको छ साकुरा। र हाम्रो दिदीबहिनीहरू पनि आउनु भएको छ। रमाइलो छ है यो ठाउँ चाहिँ साथी, घुम्न आउनुपर्छ है। फुल फुलेको बेलामा यो फोमको मौसममा चाहिँ चट्टसँगले दौडिहाल्ने हो। झोला बोकेर छुट्टीको दिन दौडिनुपर्छ है साथी। ल म चाहिँ तपाईँहरूलाई यो एरिया देखाइरहेको छु। कोरियामा चाहिँ फुल फुल्ने समय हो होइन। फुल फुल्ने टाइममा चाहिँ यस्तरी फुल्छ है। यो चाहिँ मौसमी हो, फेरि धेरै दिन अडिँदैन। यो यसको आयु नै 1 हप्ता हुन्छ क्या। 1 हप्तादेखि धेरै भनेको 10 दिन 12 दिन हुन्छ। यो ठाउँ चाहिँ यस्तो छ, म तपाईँहरूलाई एकचोटि सरक्क घुमाएर देखाउँछु। देख्नुभयो त? यसको म पुरा दृश्य पनि देखाइदिन्छु होइन। क्या राम्रो आउँथ्यो, तर आज एकदम मौसम नराम्रो भएकोले गर्दा भिडियो खासै राम्रो होला छैन। त्यही भएर यो दृश्यलाई हेरौँ। क्या छ फुल होइन, गर्दा के हुँदैन, सबै थोक हुन्छ साथी हो। त्यही भएर म चाहिँ घुमिरहेको छु। यहाँ धेरै लामो भिडियो बनाउँछु म। अझै उता पनि छ अर्को भिडियो पनि बनाउँछु म मेरो युट्युब च्यानलमा हाल्छु। अवश्य पनि हेरिदिनु होला। एकदम हावा चलेको छ, एकदम चिसो छ, कपाल उडाएको छ। जाडो पनि छ। फुलको नजिकै जाँदैछु फुलको स्पर्श लिनलाई। यहाँ चाहिँ कोरियनहरू चाहिँ छुट्टीको दिन चाहिँ एकदम रमाइलो गर्छ क्या। यस्तो ठाउँमा घुम्न आउँछ। फुलहरू भएकोमा यस्तो च्याप फुलेको छ फुल। यस्तो छ नि फुल। अनि यो चाहिँ एमटी हो लगाइजहरू। यस्तो छ है। कोरिया चाहिँ एकचोटि घुम्नलाई मात्रै भए पनि आउनु है, पैसा कमाउनु नभए पनि पैसा सिक्दाउनलाई भने आउनु सक्नुहुन्छ भने आउनुहोस्, पैसा कमाउनु पनि। तर मेहनत गर्नुपर्छ। कोरिया आउनलाई चाहिँ अलिकति मेहनत गर्नुपर्छ। यस्तो के फुलको नजिकै पनि जान पाइन्छ। यस्तो हुन्छ क्या फुल चाहिँ, एकदमै राम्रो छ। हेर्नु ल, देख्नुभयो त? यस्तोमा रमाउनु पर्छ क्या। यस्तोमा रमाउनु पर्छ क्या। यस्तोमा रमाउनु पर्छ होइन। जस घुम्नुपर्छ। अब म कान्छा भएकोतिर जान्छु। कान्छा चाहिँ एकदम फुलको जाडो भएर कि
तपाईँहरूलाई एकचोटि फुल कस्तो छ देखाइदिन्छु। ल हेर्नुहोस् त्यो फुल आएको छ यार फुलहरू। देख्नुभयो त यस्तो छ क्या। घुम्नुपर्छ कहिलेकाहीँ, पैसा कमाउन मात्रै हुँदैन, पैसा नै सबै कुरा होइन। जिन्दगीमा घुम्यो भने केही क्षणहरू रहन्छ। पैसा भनेको आज कमायो भने भोलि सिद्धिन्छ, अनि के गर्ने। घुम्नु परेन यस्तो फुर्र झर्ने बेला हुनु लाग्यो कि अझै झन् झर्ने बेलामा चाहिँ मजा हुन्छ। अब लगभग 4 दिन 5 दिनभित्रमा यो हुँदैन। त्यसैले घुम्नुपर्छ समय। कोरियामा चाहिँ विभिन्न खालको फुलहरू फुल्छ कि फुलको चाहिँ पर्वै मनाउँछ कि। यहाँ त फुलको छुक्चे भन्छ, फुलको चाहिँ एउटा पर्वै मनाउँछ क्या। यहाँ हाम्रो भाइ चाहिँ बसिरहेछ फेरि। ल ल कान्छ कस्तो लागिरहेछ त भाइ तिमीलाई? बडो रमाइलो बबाल छ तर भिडियो राम्रो आएको छैन। ल सबैजनालाई बाई बाई एभ्रिवान। हेर न फुल हेर न भाइ क्या निस्किएको यार। सबैजनालाई बाई बाई। ल